शंकर लामिछानेको एउटा कविता नजन्मेको छोरालाई। शंकर लामिछाने मूलतः निबन्धकार हुन्। नेपाली साहित्यमा विज्ञान कथा सुरु गर्ने एक माननीय कथाकार पनि हुन्। तर शंकर लामिछानेका कविताहरू पनि शक्तिशाली छन्। त्यसमध्ये एउटा महत्त्वपूर्ण कविता नजन्मेको छोरालाई। यो कविता उनले 2022 सालमा प्रकाशित गरेका थिए। मेरो छोरा एक दिन तैँले मसँग वा मेरो मृत्यु भएमा स्वयंसँग एक प्रश्न गर्नेछस्। मेरो छोरा मसँग प्रश्नको केही उत्तर छैन, सिर्फ छ एक सन्तुष्टि। बल्ल मेरो परम्पराले थिचिएका प्रश्नहरू तेरो मुखबाट निस्कन सके। मेरो छोरा, तेरो युगको प्रभातमा मेरो अन्धकार मेरो मृत्युसँगै मरिसकेका हुनेछन् र तैँले बुझ्ने छैनस्, तेरो पितालाई स्वयंको अस्तित्वसँग पनि शङ्का उठेको थियो। र तैँले बुझ्ने छैनस्, तेरो पितालाई स्वयंको अस्तित्वसँग पनि शङ्का उठेको थियो। तँलाई पत्यार पार्न सक्ने छैन त्यस बेला म कस्तो उत्तेजनाहीन, निष्क्रिय र निर्बल थिएँ। तैँले सायद कहिल्यै पनि बुझ्ने छैनस् होला कि सङ्घर्षको सिर्जनको निम्ति शरीरका रगतका अन्तिम बुँद पनि भुल्किनुपर्छ। केन्द्रित हुनुपर्छ प्रत्येक क्रिया एक लक्ष्यमा। म त झण्डै लक्ष्यहीन थिएँ, सिवाय एक प्रयासको। मैले तँलाई जन्माउने प्रयास गरिन र लुकाइराखेँ आफैमा एक अज्ञात, अपरिचित, अनिश्चित अवसरका निम्ति। म भन्न सक्दिन, म बिल्कुलै असमर्थ छु तँलाई जन्म लिनु दिन ढिला गरेर। मैले तँलाई जन्माउने प्रयास गरिन र लुकाइराखेँ आफैमा एक अज्ञात, अपरिचित, अनिश्चित अवसरका निम्ति। म भन्न सक्दिन, म बिल्कुलै असमर्थ छु तँलाई जन्म लिनु दिन ढिला गरेर। मैले आफैसँग वा तैसँग वा तेरा पछि आइरहने कैयन वंशसँग नजन्मेको मेरो छोरा, तेरो जन्मभन्दा कति अघिदेखि तेरो प्रश्न म कहाँ आएर फर्केको छैन।